होइन भने यो छोरो सक्छु छोरो हो कि यो हाम्रो छोरो हो कि होइन मलाई त अचम्म लागेर आफ्नै बाबामा सोधलाई पर्छ यहाँ बस्न पर्दैन निक्लिएर जाउँ पो भन्छ त होइन कि कतै गाउँतिरबाट बिउ ल्याएर मिसाएको त होइन कस्तो मजा गयो होला यो बेलामा पनि बरु सोच्नुहोस् न तिनीहरूकोबाट पैसा कसरी लिने भनेर कहिले चिन्ता नगर न बुढी त्यो सही साथ छ कसरी लिनुपर्छ भन्ने कुरो त मैले मिलाइहाल्छु नि जे गर्नु छ छिटो गर्नुहोस् यति बेला उनीहरू गाउँभरि हाम्रै कुरा काटेर बसेको होला हाम्रो दाजुभाउजू कति कठोर मन भएको होला है बुढी अरूको दाजुभाउजूले आफ्ना भाइबहिनीलाई कति माया गरेका हुन्छन् हाम्रा दाजुभाउजूले भने धन सम्पत्ति माएर हैरान गरेका छन् होस् बुढा ती राक्षसको कुरा गरेर केही फाइदा छैन यसरी दुःख दिएर आफ्नै भाइ बुहारीलाई लुटेको कति दिन पुग्दो रहेछ हेरौँला हामी पनि बुढी मलाई धेरै बोलाएको छ उनीलाई बोलाएको होला नि है 2 दिन बस्यो टन्न पेटभरि नखाएको पनि होइन बुढा मलाई केही खान मन लागेको छैन त्यसो नभन्न बुढी यसरी खाली पेट बस्यो भने नि त भरि बिरामी पर्न सक्छ त अब हामी बिरामी पर्यो भने त उपचार गर्ने पैसा नि छैन अब जाउँ यिनीहरू कसैले खानेकुरा दिन्छ कि बरु माएर खाउँला जाउँ हेलो घरमा कौन हुन्छ होला को होला नमस्ते नमस्ते के काम थियो होला दिदी साह्रै बोलाएको छ यसो खानेकुरा केही छ भने दिनु होला न केही छैन खानेकुरो जा जा होइन केही पनि खानेकुरा जानु काका काका हेर्नु न तल सानो काका के भएर ढलिरहनु भएको छ छिटो जाम न हिँड्नु होइन के हो आज त्यसलाई जे भए पनि हामीलाई के मतलब त्यो माग्नेको सन्तान लडै लडन मरे मरन त्यसो भनेर क्या हुन्छ बुढी तिनीहरू तलमाथि के भयो भने त उनीहरूको सम्पत्ति हाम्रो हातमा कसरी आउँछ ए हो त है त्यसो भए त हामी जानुपर्छ बुढा हजुरहरू मान्छे हो कि राक्षस हो भाइ त्यस्तो हालतमा हुँदा पनि हजुरहरूलाई सम्पत्तिकै कुरा छ सम्पत्तिको कति माया लागेको ओए बुच्ची सानो मान्छे भएर ठुलो कुरा गर्छस् अलिकति आफन्त ठुलो मान्छेसँग बोल्ने शैली सिकेको छैनस् हजुरहरू जस्तो ठुलो मान्छे भएर कठोर मन हुनुभन्दा म सानी मान्छे यत्तिकै ठिक छु यो फुचीले फेरि ठुलो कुरा गरे जाऊ त मसँग यसरी रिसाएर बोल्नु भन्दा जानुस् आफ्नो भाइलाई बचाउनुस् अलिकति हजुरको मनमा दया माया छ भने यदि सानो काकालाई भोलि गएर तलमाथि केही भयो भने गाउँ समाजले के भन्छ एकचोटि सोच्नुस् त नानीले यति सानो उमेरमा नि कस्तो मन छुने कुरा गरेको बुढो जाऊ हिँड्नुहोस् ल हिँड्नुहोस् जाऊ जाऊ भने जाऊ त ल तिमीहरू जाऊ यति बेला त मेरो कान्छाको भन्दा पनि गम्भीर हालत छ बरुमा
एक दिन हाम्रो अझै खबर अब मागेको कुरा केही पनि नदिने साउजी यहाँ हो साउजे एक बोतल अरू ल्याउनु त लु यता टिकट्याक बनाऊ न त है हामी बुढाबुढी हुन्छ नि कान्छी हुन्छ आहा ल कति राम्रो आएको है साह्रै राम्रो आयो कस्तो चाहिँ यता मात्रै हेर यता फर्किन सकिन्न होइन मेरी डेटी आमै- जाऊ न डेटीको त 22 धारा यस्तो हुँदैन यो त ऊ यता 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 होइन कस्तो कान्छीतिर मात्रै लपक्क हो र मेरो आमा मेरो बिहा गरेर ल्याएको जेठी श्रीमतीलाई छोडेर म ल्याइती हो कि ल्याइती ल्याइती भनेको बुझेर होला नि बुझाइछु भन्न त बुढाबुढीको आहान सुनेकी त थिएँ के कान्छीको त पात पनि मिठो हुन्छ भन्थे त्यस्तै गर्नुभयो आज छि 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 के कुरा गरेको होला यो बुढीले अब हामीले बनाउनु बनाउँदो आहा ल कति राम्री छ है मेरो जेठी बुढी त आहा कहाँ हुन्छ बुढो चन्द्रगिरीतिर जाउँ हामी दुईजना त्यो जेठी त बच्चा सच्चा भइसक्यो कि थोत्रीलाई किन हामी नयाँ हो हामी दुईजना जाउँ नपराउन हामीले त मन पराउने भनेको तिमीलाई नै हो कि अनि तिम्रो अगाडि ठिक्क पार्नु परेन ए हो र हजुर त्यसो भए भयो यता फर्किनुहोस् त्यतिखेर अब चन्द्रगिरी टाढा छ बुढो यी 22 धारा जाउँ न त हामी दुईजना जेठीलाई छोडिदिनुहोस् घरतिरै हुन्न र हजुर हुन्छ हुन्छ त्यसै गरौँ टिकट्याक बनाऊ उतै रमाइलो गरौँ न लाज लाउँदैन जेठीलाई छोडौँ भन्न अर्का कोही खोज्न आउँछ अझ जेठीलाई छोडिदिनुहोस् अरे घुम्न जाम अरे हिँड्नुहोस् हजुर जाने त छोड्दिन हेर्नुहोस् गरेकी हिँड्नुहोस् के जाम भनेको ए यो फुल आयो मेरो छोड्देऊ छोड्देऊ यो फुल आयो थियो त फेरि हुँदा हुँदै हेलो के रे बाबु ए ल तिनीहरू दुवैजनालाई यहाँ पठाइदेऊ न त म एक कुरा गर्छु ल ल ल ल ल हेर न माया म लाहोरदेखि आएको नि 2 महिना भइसकेछ अब त 2-3 दिनमै फर्किन्छु होला किन यति साह्रो जानु भएको 2-4 दिन यतै बस्नु मिलेर हामी त लाउरे हो लाउरेको जिन्दगी आफूले सोचे जस्तो कहाँ हुन्छ र अनि फेरि म सधैँभरिको लागि कहाँ जान लागेको र फर्केर आइहाल्छु नि फोनमा कुरा गर्नु र भेटेर कुरा गर्नु धेरै फरक हुन्छ नि ल माया तिमी पनि जाऊ म नि लाहोर जाने तयार गर्छु है नमस्कार के भयो खै के भयो मेरो घरमा के को मेला लाग्छ के को भिडियो भने यो होइन खोटेला
मेरो दिमाग त ठिक ठाउँमा छ। यो कसको घर भन्ने कुरा चिनेको छैन। यो मुखियाको घर हो, मुखियाको घर। कहाँ आएको छस् त थाहा छ? मुखियाको घरमा आएको छस्। को मुखिया? कहाँको मुखिया? मैले मुखियालाई चिन्दैन, चिनेको छैन मैले। किन चिन्तिस् त? टन्न खाएर आछस्, आँखै नदेख्ने गरी, बाटै नचिन्ने गरी, अनि मुखियाको घर चिन्तिस् त? यो खोटेलालले त जिउले थाम्नु नसक्ने गरी खाएछ नि बुढा। बुढा अरू सबै कुरा छोडौँ, मेन कुरो के हो त्यो बताउनुहोस् त। ल भन्नुहोस्, तपाईँहरूको के हो समस्या? मुखियामा अस्ति मलाई दाइले सादा गर्न जाइलाइन्स भनेर ल्याप्चो गर्न लगायो। मेरो सम्पत्ति खानलाई हो कि भन्नलाई हो मलाई थाहा छैन। अनि खोटेलाल, अनि तैँले के गर्न खोजेको? आफ्नै भाइको जग्गा आफै खाउँ भन्ने? बाउको अंश त दाजुभाइले बराबरी लाग्छ नि। के दाइले भाइलाई माया गर्ने पर्ने ठाउँमा भाइको अंशसम्म खाएर के गर्न खोजेको? जाँड खाएर हिँडी भन्दैमा जे पनि गर्न पाइन्छ? भाइ मार्न पाइन्छ? त्यही त बुढा, यो खोटेलालको दिमाग पनि के भएको होला। गएर त्यो नाति विभागमा गएर बराबरी गरे त भइहाल्छ नि। अब भाइलाई चाहिँ जागिर लगाइदिन्छु भनेर उसले चाहिँ आफूले मात्रै खप्लक्क खान खोजेछ। मुखिया बा, तिमी मुखिया भन्दैमा यो कुरा नगर। खाए त मैले मेरो भाइको सम्पत्ति खाएँ, तिम्रो खान गएको छु म? के ठुलो कुरा गर्छौ? मलाई चिनेको छौ? त पनि खोटेलाल हो, खोटेलाल, बुझ्यौ? अनि खोटेलाल, तँलाई गाउँ समाज कोही चाहिँदैन? मुखियाको घरमा आएर मुखियासँग त यसरी बोल्छस् भने तैँले गाउँमा गाउँलेलाई के गर्छस् हो? तैँले राम्रो गर्छस् कि गर्दैनस् भन्ने कुरा त मलाई त्यसै थाहा भइगयो नि। मलाई भोलि समस्या पर्दाखेरि फेरि मुखमा आउलास् नि, मुखिया बा मलाई यसो पर्यो नमस्कार भन्दै। अनि खेर मैले त्यतिखेर अनि तँलाई पनि के गर्छु भन्ने कुरा अलिक बुझिराखेस्। कुरा बुझिस्? बुढा सुन्न त मैले बुढा पुराना सुनिराखेको। दाजुभाइ कहाँ पाइ, दाजुभाइ मुठु खाइ भन्ने यस्तैलाई खै कुन्नी के गर्न खोजेको? एउटा यो सोझो भाइ मारेर कतिन्जेल पुग्छ रहेछ खोटेला? अलिकति त सम्झन पर्छ। गाउँ समाजमा बस्ने लायक हुनुपर्छ। दाइ भनेको त एउटा बलियो खम्बा भएर भाइको अगाडि उभिन सक्नुपर्छ। जडिया कहीँको जड खाएर मुखियाको घरमा आएर अझ ठुल्ठुलो कुरा गर्ने? छोडे भोलि छोड। अब यिनीहरूको के हो समस्या? यिनीहरूको समस्या हामीले हल गरिदिनु पर्छ। हाम्रो आँगनमा न्याय दिनुहोस् मुखिया साहब भनेर आइसकेपछि हामी न्याय दिनुपर्छ। यसले भनेर मात्रै भाइको अंश यसले खान पाउँदैन। यसको लागि मुखिया खरा छ, मुखिया। कुरो बुझेछस्? अबदेखि त्यहाँ भाइलाई केही भन्ने, भाइलाई ठग्ने कुरा गरेको मैले थाहा पाएँ सुनि मात्रै भनेदेखि तँलाई गाउँबाट निकालिदिन्छु। बुझिस्? गाउँबाट भयो। यस्ता जडियासित बोलेर फाइदा छैन। के गर्नुपर्छ? अब बसेर छलफल गर्ने। खोटेलाल, म अहिले नसामा छस्, तैँले अहिले कुरा पनि बुझ्दैनस्। भोलि बिहान नसाले छोडेपछि कागज लिएर आइज। म दाजुभाइलाई बराबरी अंश गरिदिन्छु। भाइ मारा काम गर्नु हुँदैन।